बाटो होइन अझै बुढा मान्छे पछि पछि आएको छ मेरो बुढो ल्याउँदै आउँदा घुमाउनु ल्याएको टाढा आएर यसो घुमाउँ कि भनेर आएको यता चाहिँ बाटो छ रस्ता यतातिर घुम्नु जाने उहाँलाई नि तरुणहरू आइरहेको छ मिस भनौँ फेरि तरुण भन्ने रिसाउँछ है अब चाहिँ एकदम अगाडि हेर्दै ठाउँहरू कस्तो छ होइन त्यही हो यता चाहिँ मान्छेहरू धेरै आउँदो रहेछ घुम्नलाई अब फर्स्ट टाइम आउँदैछु हेरौँ कस्तो हुँदो रहेछ ठाउँहरू कस्तो छ हेर्दै गरौँ जाँदै गरौँ होइन अब उता गएर भिडियो बनाऊँ कस्तो हुन्छ ठाउँहरू कस्तो रहेछ ट्याक्क पारेर हामी चाहिँ नारायण किरानमा आइपुग्यो यहाँ चाहिँ बस्नलाई आराम गर्ने ठाउँ छ यता चाहिँ सुन्नुहुन्छ यताको मान्छेहरू बसिरहेको छ यतातिर हेर्नु मान्छेहरू सुतिरहेको छ बस्ने ठाउँ पनि छ होइन यहाँ चाहिँ मूर्ति पनि रहेछ त्यो मूर्तिहरू बनाएको रहेछ यहाँ चाहिँ यस्तो ढुङ्गामा खोपेर बनाएको रहेछ ढुङ्गाको चाहिँ मूर्तिहरू यहाँ चाहिँ बस्नलाई ठाउँहरू पनि छ रहेछ यसो लभर्सको जोडीहरू पनि छ है यहाँ चाहिँ यतातिर यहाँ चाहिँ घुम्न लाउन ठिकै छ ठाउँहरू अझै उहाँतिर चाहिँ छ भने राम्रो ठाउँहरू यतातिर यहाँ चाहिँ अहिले यसो आराम गर्ने ठाउँहरू रहेछ यता चाहिँ जोडीहरू आएर बस्नु रहेछ कि घुमेर आएर च्याक्क लाएर होइन अहिले चाहिँ गर्मी पनि लास्टिक गर्मी छ हो हावा पनि तातो आइरहेछ अहिले चाहिँ बस बस्नलाई ठाउँ चाहिँ यहाँ चाहिँ शीतल रहेछ चट्ट लगाएर होइन अनि खोला चाहिँ नजिक छ त्यो चाहिँ नारायणी नदी होइन अनि उहाँ चाहिँ हाम्रो बुढा मान्छेले घुमाउनु ल्याएको मलाई चाहिँ होइन हामी चाहिँ अहिले दुईजना हिँड्दैछौँ अहिले काम साम छैन अनि त्यही भएर यसो घुम्दै फिर्दै हिँड्दैछौँ अनि भोलिबाट चाहिँ धम्माधम काम हुन्छ हाम्रो 3 दिनसम्म लगातार अनि त्यसपछि चाहिँ फेरि छुट्टी हुन्छ छुट्टी भएपछि फेरि हामी घुम्दै हिँड्ने होइन त्यही हो सिलसिला यसै हुन्छ घुम्दै काम हुँदै गर्छ जाँदै गर्छ घुम्ने सुम्ने त्यही हो अनि यहाँ चाहिँ एक्सर्साइज गर्ने ठाउँहरू पनि रहेछ हेर्नु सक्नुहुन्छ अनि उहाँ चाहिँ दोकानहरू वगेर सायद यहाँ चाहिँ त्यहाँ पनि बस्नलाई ठाउँहरू छ यस फेसिलिटीहरू चाहिँ रहेछ है यहाँ चाहिँ बस्नलाई घुम्नलाई आउन बस्ने ठाउँहरू यस राम्रो रमाइलो लाग्ने ठाउँहरू रहेछ यता चाहिँ ल अब चाहिँ अर्को ठाउँमा गएपछि भेटौँला हामी च्याटरलाई ल यस हामी पनि फेरि आयो यता चाहिँ घुम्ने ठाउँहरू छँदैछ होइन यता चाहिँ खालि लभर स्क्वाडहरू मात्रै छ क्या हो यहाँ त धेरै मात्रै जता हेऱ्यो पनि लभर छ हो हामी चाहिँ छैन हामी चाहिँ यता हेऱ्यो पनि लभर छ उता हेऱ्यो पनि लभर छ यता हेऱ्यो पनि लभर छ हामी मात्रै हो कि बुढा र म मात्रै छ हो यता चाहिँ खालि अनि त्यो पीडा भइरहेछ भनेर भन्न मिलेन होइन घुम्न चाहिँ ठाउँहरू छ हो यहाँ चाहिँ यता शीतल हावाहरू छ होइन एकदम शीतल ठाउँ छ यता चाहिँ अनि त्यहाँ चाहिँ दोकानहरू छ पसलहरू त्यता चाहिँ अहिले चाहिँ हामी हिँड्दैछौँ यस्तो ठाउँमा होइन गर्मी पनि त्यस्तै लागिरहेछ हौ अहिले त गर्मी के हुनु परेन यहाँ चाहिँ यही हो दोकान चाहिँ के पाउँछ हौ यता चाहिँ च्याट्ट लाग्यो यहाँ चाहिँ दोकानहरू छ हामी चाहिँ आफ्नै पारामा गीत सुन्दै होइन त्यही छ भने एकदम कस्तो रहेछ सबैले हेर्दाखेरि त कस्तो मजा लाग्छ हो अहिले अब यतापट्टि लाग्छौँ
यो बाटो अनि त्यसपछि वहाँ पारी पुग्छौँ चले जाने अब यो मान्छेहरू नि छ कति लभरहरू मात्रै छ यार सबै हामी मात्रै हो क्या सिङ्गल सबै यहाँ लभर मात्रै हिँड्दा छ आए भाइ हजुर पछि भनेको थियो अन्त पुरो मैले प्रायः लाग्यो कच्चीबाट थियो पहिला यहाँ अनि मैले यस्तो अझै बाटो यस्तो छ पहिला कति थियो अरे अहिले चाहिँ यस्तो भएको चाहिँ यतातिर चाहिँ खोला छ खोला छेउ चौरा जस्तो छ ठाउँ चाहिँ एकदम दामी छ है हामी चाहिँ जङ्गलको बाटो आएको जङ्गलको बाटो यस्तो छ बाटोहरू चाहिँ यहाँबाट अब 4-5 मिनटमा आइपुग्छौँ हामी ठाउँमा होस् बाटो चाहिँ एकदम राम्रो छ हौ शीतल जस्तो होइन घुम्नु परेको होइन जता हेऱ्यो नि मलाई यो लभर मात्रै छ मैले जोडी मात्रै छु है हेर्दाखेरि यो सबै ठाउँमा यता त केटी ल्याउनु मात्रै केटी लिएर होइन मात्रै ठिक हुने रहेछ ठाउँमा यता त खालि यो जोडी मात्रै देख्छ यता त ठाउँमा यस्तो छ ठाउँहरू झ्यारीहरू छ धेरै होइन अब सबै ठाउँमा छ लभरहरू धेरै जस्तो हेर्नु सक्नुहुन्छ यतापट्टि पनि छ लभरहरू गाईहरू हामी चाहिँ बाटोमा पनि छ लभ धेरै जस्तो लभरहरू छ क्या यहाँ के भन्नु अब होइन यस्तै छ त्यही हो पीडा हुन्छ पीडा हामी जस्तो मान्छेहरूलाई त भन्नु बुढो यता त गाडी पनि आउँदो रहेछ हौ हेर्नु वहाँ गाडीहरू फस्दैन यता बुढो र हामी मात्रै हो क्या सिङ्गल आइरहेको जता हेऱ्यो नि ब्लगरहरू मात्रै छ त्यो भनेको त पर्सनल हो नि त बुढो हाम्रो आफ्नो होइन एउटा बनाएर आइरहेको छ यहाँ पनि रोड छ यो उयो आँप डाँडीबाट आउने बाटो चाहिँ यही हो क्या यो त भित्रबाट आउने ए म त कता जान्छ भनेर यता पो आउँदो रहेछ त यो चाहिँ हाम्रो पिके फिल्मको जस्तो डान्सिङ कार होइन है फेरि लिम्फिङ हल्लिँदैन मान्छे चाहिँ छैन फेरि अन्यथा नसोच्नु होला भनेर भन्न चाहन्छु म गर्मी पनि खास गर्मी हो भर्खरै गयो हामी देखेर अहिले भर्खर कम गरिन्छ है चुम्माचाटी गर्नु लगाएर हेरेँ बिचरा डिस्टर्ब हान्ने हामीले त्यही त पनि मस्त रोमान्स गरौँ भनेर सोचिरहेको छ ल बिचरा हामीले अब आएर डिस्टर्ब हामीले कोही आउँदैछ यता झारीबाट निस्केर यता आयो भने चाहिँ जता आयो पनि लभर मात्रै देख्छ है लभर जोडीहरू मात्रै केही भाइ आयो भने जोडी आउनु होला यता चाहिँ सिङ्गल चाहिँ नआउनु होला फेरि गाँड चल्छ गाँड ल अब मन्दिर गएपछि भेटौँला गाई हामी आयो रामघाट अहिले यत्रो हिँडेर आयो यहाँबाट यहाँसम्म यो चाहिँ रामघाटको मन्दिर यता चाहिँ जाने यो बाटो यही गेटै हो हजुर बुझेन
रामघाट आयो फाइनली हामी त्योबाट 2-3 किलोमिटर हिँडेर होइन सुना नि कति आएको जुत्ता हेऱ्यो पनि लभरहरू मात्रै भेट्छ ल बल्ल बल्ल रामघाट आइपुग्यो 2-3 किलोमिटर हिँडेर आएको अहिले चाहिँ खुट्टै दुख्यो खुट्टै दुखेर अहिले चाहिँ बसिरहेको छ मैले चाहिँ हामी यहाँ चाहिँ ल यहाँ चाहिँ रामघाट हो यतातिर मन्दिरहरू यतातिर छ होइन अनि यहाँ चाहिँ चौतारा छ यहाँनिर चाहिँ अहिले चाहिँ हामी यहाँ चौतारामा बसिरहेको छौँ उहाँबाट 2-3 किलोमिटर हिँडेर आएको खुट्टै दुख्यो अब यहाँ चाहिँ मन्दिर छ रामघाट मन्दिर हुनु नि ठाउँहरू राम्रै छ यहाँ चाहिँ धेरै जस्तो जोडी मात्रै आउँछ बाटोबाट त्यत्रो हिँड्यो जहाँ पनि के पुरै लभर मात्रै जोडी मात्रै हिँड्यो जता हेऱ्यो पनि यता हेऱ्यो भने जोडी छ उता हेऱ्यो भने जोडी छ पुरै जतातता जोडी छ हौ अहिले चाहिँ हामी यहाँ थक्क बसिरहेको अब बुढा मान्छे चाहिँ यहाँ छ होइन अनि उहाँ चाहिँ मान्छे पोल्दैछ मान्छे पोल्दैछ मान्छे त्यहाँ पोल्दैछ उहाँ चाहिँ हाम्रो अहिले चाहिँ हामी यसो हिँड्छौँ यताउति गर्मी पनि छ हो चितवनमा पनि लास्टै गर्मी हो चितवन जस्तो ठाउँमा यता ठाउँहरू चाहिँ एकदम राम्रो छ घुम्नलाई चाहिँ स्पेसली जोडीहरू आउनुलाई चाहिँ एकदम राम्रो छ होइन यहाँ चाहिँ एकदम ठाउँहरू राम्रो छ जताहरू त्यतै छ अब पटक्क बसेर यहाँ चाहिँ चौताराहरू छ यताउति यता छ होइन अनि ठाउँहरू पनि छ ठुलो हुनालाई कति एरिया छ अझ घुमेकै छैन अझ कति ठाउँ त घुम्न बाँकी नै छ यहाँ चाहिँ बाँदरहरू पनि धेरै छ हौ भन्नै अघि बाँदरले पिटेको यार खुरी मलाई र यता चाहिँ खुल्ला चौराहरू जस्तो छ हौ हजुर के भने सुनेन यही पछि हो तपाईँ त अब यताको हिरो भयो नि अब पहिलाको गर्लफ्रेन्ड पनि ल्यायो यता है हजुर झोलामा अच्छा 30 किलोमिटर 30 किलोमिटर कहाँ 30 किलोमिटर यो उयो हो नि 30 को गतिमा हिँड्नु भनेको नि बुढो यार हावा हुरी के फेरि बाँदरहरू चल्ने रहेछ है त्यसलाई फिल्टर गरेर आयो भने त्यसलाई फिल्टर गरेर मात्रै उता पठायो भने यस्तो अब फिल्टर मोबाइल तान्छ अहिले कसले तान्छ डोनर हाम्रो डोनर यहाँ छ अहिले धन्नै पिटेको ए बाँदरले धन्नै हानेको हेर्दैछ कत्रो बढाएको छ उहाँ फेरि कत्रो हान्छ हौ यिनीहरूले जिस्कायो भने त अघि त धन्नै हानेको मलाई है जता हेरेर बाँदर टिभी हाल्छ नि यिनीहरू त हरामी छ बन्दर खाइरहेको छ कोही यहाँ चोरेर ल्यायो क्या अरे
आश्रम आश्रम यता चाहिँ के मान्छे बस्ने आश्रम पारी यता आश्रम छ यहाँ चाहिँ मेन मन्दिर चाहिँ कता हो मेन मन्दिर चाहिँ अगाडि छ मन्दिर पुगेको छैन कतिखेर पुग्ने थाहा छैन